हेलो फ्रेन्ड, नमस्कार सबैजनालाई। म फेरि एउटा ब्लग लिएर आउँदैछु हजुर सामु। ल हेर्छु तपाईँहरूलाई एउटा सानोतिनो यताको सिन छ हल्का फुल्का, त्यसलाई चाहिँ मैले यसो लिन खोजेछु। कस्तो लाग्छ तपाईँहरूले कमेन्टमा लेख्नु होला है त। यो यस्तो छ, म चाहिँ यता आएको छु। मैले चाहिँ यहाँ मन्दिरको चाहिँ के अरे गाडी सर्भिसिङ गर्न आएको थिएँ। यो यहाँबाट गाडी लिएर गएर सर्भिस गरेर म आइसकेँ। अनि ल्याएर गाडी यहीँ राखिदिइसकेँ। अनि फेरि म यहाँ बसिरहेको छु, गाडी कुरेर उहाँ कम्पनीदेखि फेरि गाडी पठाउँछ यहाँ मलाई लिनलाई। मैले अर्को गाडी लिएर आएको थिएँ, त्यो गाडी चाहिँ अर्को लिएर गइसक्यो। हेर्नुहोस्, अब चाहिँ म यहाँ गाडीको लागि वेट गर्दैछु। त्यही पनि गाडीको लागि अहिले पछि अलिकति ढिलो आउने भएर यसो चाहिँ फेरि मैले यसो ब्लग बनाइदिउँ यसो सानोतिनो भनेर। यही बिल्लाहरू यसैमा बस्छन् मान्छेहरू, हाम्रो म्यानेजरहरू मोदीहरू सबै यतै बस्छन्। तर बस्न राम्रो छ यो जग्गा पनि, नराम्रो भन्नु एकदम राम्रो छ यो जग्गा पनि, किनभने एकदम खुल्ला ठाउँ छ होइन। यहाँ खेल्ने पनि ठाउँ छ, बच्चाहरू खेल्ने। तपाईँको चाहिँ यहाँ बास्केटबलहरू खेल्छौँ त्यहाँ। हेर्नुहोस्, यो बास्केटबलहरू साँझमा खेल्छ। अहिले त खेल्दा घाम छ होइन, अहिले त 4 बजी छ, यहाँको घाम छ। बेलुका साँझ 6 बजीतिर खेल्छ, 7 बजीतिर सबै खेल्छ। यो गार्डन हो, यो लाइनसँग साइडमा गार्डन बनाइदिएको। अनि सबै यो वरिपरि बिल्ला हुने, सबै बिल्ला हुनेले हेर्नुहोस् यिनी बिल्लामा बस्छन्। पुरै गाडी यिनी चाहिँ अब आज शनिबार गऱ्यो होइन। अब यहाँको अफिसहरू, तपाईँको गभर्मेन्टको अफिसहरू नि सबै स्कुलहरू सबै बन्द हुन्छ आज। त्यही भएर आज सबै यो गाडी चाहिँ यही पार्किङमा छन्, रुममै बस्छन्। अब गभर्मेन्टको अफिसमा काम गर्नेवाला तिनको पनि छुट्टी हुन्छ नि त, 2 दिन, फ्राइडे र सटरडे। त्यही भएर आज गाडी यहाँ हेर्नु टन्नै छ अरे त। यहाँ भोलिदेखि ड्युटी यहाँ सबैलाई जान पर्छ। अनि यहाँ पार्किङमा अलिअलि मात्रै हुन्छ, अनि धेरै जसोको ड्युटीमा जान्छ। अरू यस्तै होइन हेर्नु फ्रेन्ड, अरू चाहिँ नि सबै यस्तै राम्रै छ, ठिकै छ होइन। यो चाहिँ नि एउटा चाहिँ नि मदिनाथ भन्छ यो बिल्ला। यो पुरै बिल्लालाई, यो ठाउँलाई मदिनाथ भन्छ। मदिनाथ भनेपछि तपाईँको चाहिँ नि पुरै यिनी बिल्लाहरू पर्छ क्या। यिनी बिल्लामा बस्छन् मान्छेहरू। पहिला अब यो के गर्थ्यो भने यहाँ गेमको बेलामा 2022 मा गेम थियो नि त। त्यो गेमको बेलामा चाहिँ नि बिल्लाहरू बस्ने बनाएको थियो। अरू बाहिरबाट आउने मान्छेलाई बनाएको यो बिल्ला हो। अब गेम सिद्धियो, अब सिद्धेपछि अनि मान्छेहरू सबै गएपछि अब यहाँ खाली भएपछि अनि यहाँको मान्छेहरूलाई सस्तोमा दिइहाल्छ क्या। बिल्लाहरू सस्तोमा खाली राख्नुभन्दा भनेर दिन्छ यिनी बिल्ला। यिनी बिल्ला हुन्। अनि यिनी बिल्ला अब सस्तोमा दिएपछि कस्तो भयो भने तपाईँको खाली राख्नुभन्दा अलिअलि पैसा आउँछ भनेर। अनि त्यो सबै मान्छेहरू, अब अलिक ठुल्ठुलो मान्छेहरू, अन्तभन्दा अलिक महँगै छ यहाँ होइन, त्यही पनि ठुल्ठुलो मान्छेलाई भनेर दिन्छ क्या। अनि अब उनले त लिइहाल्छन्, त्यही भएर उनीहरू मन्दिरहरू बस्छन् नि त। हेर्नुहोस्, यो रोड पर्छ, मेन रोड, त्यो ब्रिज हो, ब्रिज माथिल्लो ब्रिज जाने उता सनायातिर जाने ब्रिज यता छ। यो चाहिँ दोहातिर जाने ब्रिज हो, दोहातिर अल्थुमामातिर जाने ब्रिज। यतापट्टि सिधै जान्छ, नयाँ एयरपोर्टतिर जान्छ। यो ब्रिज चाहिँ राइट साइडतिर गएको पुरा दोहा एयरपोर्टतिर जान्छ। अनि तपाईँको चाहिँ यो पुरै गार्डनहरू हो, यिनी हरियाली सबै गार्डन हो। हेर्नु, यो रुखहरू रोपेछन् होइन यहाँ शीतलको लागि। अहिले पहिला त रुखहरू केही हुन्थेन क्या यहाँ। तपाईँको अहिले रुखहरू यिनी रोप्न लाग्यो नि त, गार्डनहरू बनाउने, फुलहरू बनाउने, पुरा रोप्नेहरू सब गर्न लाग्यो नि त। अहिले धेरै भयो नि त, लगभग यो गरेको लगभग भयो 7-8 वर्ष भयो यस्तो हरियाली देखेको। 8 वर्ष लगभग 10 वर्ष जति भयो होला सायद। पहिला म आउँदाखेरि त्यतिखेर थिएन यो यस्तो तपाईँको रुखहरू, यिनी गार्डनहरू धेरै थिएनन्। अलिअलि मात्र त्यही दोहा साइडतिर, तपाईँको चाहिँ नि त्यो एयरपोर्ट साइडतिर थियो क्या। त्यतिखेर अलिअलि देखिन्थ्यो, यतापट्टि त थिएन। यिनी त नयाँ बनेको बिल्लाहरू सबै यिनी जति पनि छ नि यिनी बिल्ला सबै नयाँ बनाएको। त्यही गेमको पालीमा बनाएको। यहाँ गेम भएको थियो नि त 2022 मा हो, त्यही बेलामा यो ब्रिजहरू बनाउने, यो ब्रिजहरू बिल्लाहरू सबै बनाएको। यो यिनी नयाँ बाटोहरू बनाउने त्यही बेलामा बनाएको।
त्यस बेला चाहिँ नि गार्डन सार्डन पुरा रुखहरू रोप्यो नि त, त्यही भएर अलिक यिनी रुखले गर्दा हल्का फुल्का तपाईँको चिसो चिसो आएको छ क्या हावा। यहाँ त पहिला त बहुत गर्मी हुने तातो हुने लाग्ने त्यस्तो हुन्थ्यो क्या। अहिले नि अलि चिसो हावा आउँछ। म बाहिर छु अहिले, यस्तो गर्मी छ नि त, तर हावा चाहिँ खासै तातो लागेन। हावा लाख हल्का हल्का तातो छ, धेरै तातो छैन। के गर्ने, बाहिर वेटिङ गरेको म गाडीको लागि। हेर्नु न गाडी आउँछ भन्दै वेटिङ गरेछु। अब गाडी कतिखेर आउँछ पठाइदिएछु, उहाँदेखि हिँडिसक्यो भन्थ्यो। हामी कम्पनीबाट आउने यो गाडी अहिले आउँछ, त्यसमा बसेर जानुपर्छ। अनि त्यही भएर हजुरलाई यसो चाहिँ नि टाइम पाएको बेलामा होइन, ड्युटीको टाइममा छु, त्यही पनि खाली थिएँ अहिले त आउने जरी अब खाली भएँ म। त्यही भएर यसो चाहिँ नि यो सिन देखाइदिउँ यताउता बिल्लाहरू, तपाईँहरूको रोडहरू भनेर गाडी उता जाँदैछ देखाइदिउँ भनेर चाहिँ तपाईँहरूलाई चाहिँ यसो ब्लग बनाइदिएर हालिदिउँ कि भनेर अनि ब्लग बनाइहालेको मैले। यस्तो चाहिँ ल हेर्नुहोस्, पुरै यो रुखहरू रोपेर कस्तो राम्रो बनाएको क्या। हेर्नु न यस्तो छ, बालुवा छ, तर बालुवामा पनि पुरा यो माटोहरू किनेर ल्याएर होइन, बाहिरदेखि किनेर ल्याएर मलहरू ल्याएर हालेर यस्तो बनाउँछ। यहाँ पानी हाल्दैछ, पानी खोल्दो रहेछ अहिले बिरुवाहरूमा। घाम छ नि त, घाम एकदम धेरै छ, पानी सानी खोलिदियो भने राम्रो हुन्छ भनेर। हरियाली हरियाली होइन, पत्ताहरू एकदम हरियाली छन् अहिले त, ठिकै छ। अहिले त यतिको भएको त बहुत हो, पहिला त कहाँ यस्तो थिएन थिएन यस्तो। ओ यहाँ बस्ने ठाउँ, रेस्ट गर्ने। यो चाहिँ नि मर्निङ वाकहरू गर्छ क्या, इभिनिङ वाक मर्निङ वाक गर्छ यहाँ, बिहानमा पनि बेलुकामा पनि गर्छन्। त्यही भएर यहाँ पनि बस्ने ठाउँ पनि छ है, ठ्याक्कै यहाँ बस्ने यो प्रतीक्षालय क्या बनाइदिएर। हेर्नु यस्ता यस्ता रुख छ नि, हरियाली छ, बिल्डिङ। अब हेर्नु यस्तो यहीँ बिल्डिङमा बस्ने मान्छे, अनि यहीँ यो बाटो मर्निङ गर्ने, मर्निङ वाक गर्ने, इभिनिङ वाक गर्ने। यही वरिपरि यस्तो राउन्डिङ घुम्नुपर्छ क्या। यहीँ मेन रोड चाहिँ जानलाई, मेन रोडमा हेर्नु यहाँदेखि नजिकै छ, तर यतादेखि बाटो छैन जाने। हेर्नु गाडी जाने बाटो चाहिँ भनेको तपाईँको एकदम घुम्नुपर्छ, लामो छ। उतादेखि घुमेर ठ्याक्कै यो ब्रिजमा आउनलाई हामीलाई 15 मिनट लाग्छ यसरी घुमेर। छन त यहाँ 2 मिनटको यतापट्टि हिँड्यो भने 2 मिनटमा पुग्छ, 2 मिनट लाग्दैन, 1 मिनटमा पुग्छ। यहाँ हेर्नुहोस् नजिकै छ यहाँदेखि, ल हेर्नुहोस् 100 मिटर होला। तर चाहिँ हामी जानलाई चाहिँ अब बाटो यता छैन, उता घुमाएर दिएछ क्या, घुमाएर दिएर आउने फेरि यही ब्रिजमा हामी त्यो कम्पनीतिर जाने, यही ब्रिज टच भएर जानुपर्छ। त्यस्तो छ। हेर्नु हेर्दा यहाँदेखि नजिकै छ होइन, जान त यहाँदेखि नजिकै लाग्छ, तर बाटो नभएर मात्रै हो। किनभने यहाँदेखि बाटो दिने बित्तिकै तपाईँको ट्राफिक जाम हुन्छ नि त, नजिकै भएर मान्छे यतापट्टि सट्टा गाडी हाल्छ, त्यही भएर ट्राफिक जाम हुन्छ। त्यही भएर चाहिँ नि नदिएको, यतापट्टि नजिकै। राम्रो त राम्रो गरेको, अब यहाँदेखि बाटो दिने बित्तिकै त अब कहाँ तपाईँको चाहिँ ट्राफिक भएर एक्सिडेन्ट हुन्छ नि त, त्यही भएर गाह्रो हुन्छ भनेर उतापट्टि अलिकति घुमाएर दिएको क्या बाटो। हेर्नुहोस् यही हो अब सिन। हेर्नु यताको चाहिँ नि यही सिन हो, यही यस्तो रुखहरू छ, यिनी गार्डनहरू हो, हरियाली छ। यो मर्निङ वाक इभिनिङ वाक गर्छ मान्छेले यहाँ। अहिले त मान्छे छैन, बेलुकामा अहिले इभिनिङ वाक गर्नलाई तपाईँको साँझ 7 बजे 6 बजेदेखि सुरु हुन्छ। अलि शीतल घाम डुब्न लाग्यो भने चाहिँ इभिनिङ वाक गर्छ क्या, मान्छेको ड्युटी पनि खलास भएर आउँछ। खानेकुरा हजुर चिकन मटन सबै छ यहाँ, चिकन पनि छ, चिकन मटन रोटी थुप्रै सबै छ खानेकुरा। मोमो पनि रहेछ, मोमो होइन मोमो हेर्नुहोस्, मोमो अन्त मोमो पनि पाउनु रहेछ मार्केटमा लान्छ। चिकन मटन मोमो सबै छ। देख्नु गाइस
यस्तो खाले लिफ्ट छ सुरु जानिले होइन लिफ्टमा जाँदैछु म हेर्नु तल झर्दैछु अघि माथि गएको थियो अहिले तल झर्दैछु हजुर गाइस लिफ्टमा हो दामी छ लिफ्ट देख्नुभयो त ल हेर्नु